जाने छ आइडिया जाने छैन बत्ती त बल्छ मेरो पनि बलेको कति बेला आउँछ भन्दै पर्खेर बस्दा बस्दा पर्छ भनेर मिसाल त आएन 4 बजेतिर छोटो ड्राइभर हाम्रो हाम्रो सर सम्झी भनौँ न खेल्न पनि त्यो खसिलिङ जान लाग्यो हेलो ओला हेलो सुन्दैछौँ बाबा हामी गएपछि बनाउँछ ल हामी खसी हेर्न खसी बजार त्यस्तो हेरेर अब लिने भयो पाउँदैन के जुन पायो त्यो उठाम लिएर जाम भइसक्यो धेरै खोज्यो उता नि हेर्नु भयो तपाईँहरूले उता गएन लग्ने हामी सबै यतैबाट हो। कति भनेछ र गेट पनि के सममै समम हेरम कितना कितना का खसी पसंद करो आप 3 पीस बेचा हुआ है बेचने के तो 800 ओ भैया वो बेचा हुआ है त्यताको गइसकेछ अरे के त्यो राम्रो हेरम भाइ उचालाम कति रहेछ तिर गएर 19 किलो उसका कितना भी नहीं है यिनीहरूले उडाएर हालिसक्यो बाडु खसी बजार आइयो खसी बजार कतिर जानुपर्छ कति पुग्यो के भयो त पैसा भएन ओ महंगा है वो महंगा है कसो ल्यातो यार भन भाइ अघि उति ठिक थियो त यार त्यही ठिक छ के त्यहाँ बान्नलाई ठिक हुन्छ हौ सबै राख्ने खसीको काम भइरहेछ मस्त गइरहेछ बलले जाने आउनै नमाने मान्छे काम गर अनि कस्तो मजाले हुर्केको अन्त मालपानी खाऊ जस्तो भयो नि त होइन बङ्गुर जस्तो भयो नि त अनि हो नि त खाने यार एक्सरसाइज होइन क्या काट्न अझै बाँकी छ बेसर
मासु पाक्दैछ गाइस पाक्दैछ बिजो छ पानी पर्छ त्यही हो यसलाई पनि दिँदा हुन्छ यसलाई आधी दिउ न देऊ दे यार अर्को